सम्पूर्णमा नमस्कार। आज हामी नेपाली व्याकरण अन्तर्गत पर्ने कालपक्षको बारेमा अध्ययन गर्न गइरहेका छौँ, जसमा हामी अघिल्लो भिडियोमा कालको सामान्य परिचयको बारेमा पढेका थियौँ र कालको प्रकारहरूको बारेमा छोटकरीमा त्यसको परिचय बुझेका थियौँ, हैन हो। अनि त्यसमा काल त तीन प्रकारको छन्, यो कुरा हामीले थाहै छ। त्यसमा पनि हामी वर्तमान कालको बारेमा, वर्तमान कालको त्यो सामान्य पक्षको बारेमा अध्ययन गरेका थियौँ। आज हामी वर्तमान कालले नै निरन्तरता दिनेछौँ र आज हामी अपूर्ण वर्तमान कालको बारेमा अध्ययन गर्नेछौँ है। अब अपूर्ण वर्तमान कालको बारेमा अध्ययन गर्दा यसको पनि केही रुल छ, नियम छ, हैन। यो नियमलाई बुझ्यो भने हामीले यो वर्तमान काल, अपूर्ण वर्तमान काल अध्ययन गर्न सजिलो हुन्छ। अपूर्ण वर्तमान कालको वाक्य बनाउन सजिलो हुन्छ। सर्वप्रथम यो नियम बुझौँ। कर्ता प्लस धातु प्लस तैदै प्लस छ, छु, छन्, छिन्, छे, छौ, छौँ, नु हुन्छ, छस् आदि सहायक क्रिया वा प्रत्यय जोडिएर वाक्य बन्छन्। अपूर्ण वर्तमान कालको वाक्य कसरी बन्छ? यसको नियम के हो? अपूर्ण वर्तमान कालको वाक्य बनाउनको लागि सर्वप्रथम यो नियम बुझ्नुपर्छ। पहिला कर्ता भनेको के हो? जस्तै मा, हामी, ता, तिमी, तपाईँ सबै नाम, सबै सर्वनाम कर्ता हुन्। सजीव वस्तुहरू कर्ता हुन्छन् है। यो कुरा पनि तपाईहरूलाई थाहा छ, हैन। कर्ता प्लस धातु प्लस तैदै प्लस छ, छु, छन्, छिन्, छे, छौ, छौँ, नु हुन्छ, छस् आदि सहायक क्रिया वा प्रत्यय जोडिएर वाक्य बन्छन्। अब यो छ, छु, छन्, छिन्, छे, छौ, छौँ, नु हुन्छ, छस् यी सबैलाई एकमुष्टमा छका विभिन्न रूपहरू पनि भनिन्छ। छका विभिन्न रूपहरू भनेको यही छ, छु, छन्, छिन्, छे, छौ, छौँ, नु हुन्छ, छस् यी सबै पर्छन् है। फेरि नियम बुझौँ। यो नियम बुझ्नु एकदमै जरुरी छ। यो अपूर्ण पक्ष, जुनसुकै कालको अपूर्ण पक्ष बनाउँदा, चाहे त्यो वर्तमान कालको होस्, चाहे भूतकालको होस्, चाहे भविष्यत कालको होस्, अपूर्ण पक्ष बनाउनको लागि यो धातु सबैको लागि त्यही धातु हुन्छ है। धातु सबैको लागि त्यही धातु हुन्छ। कर्ता पनि त्यही कर्ताहरू हुन्छन्। यही धातुमा अपूर्ण पक्ष बनाउनको लागि, जुनसुकै कालको अपूर्ण पक्ष बनाउनको लागि तैदै लगाउनै पर्छ। यो कम्पलसरी छ, यो अनिवार्य छ। यो यदि हामी धातुमा तैदै लगाएनौँ भने त्यो अपूर्ण पक्षको वाक्य बन्दैन, हैन। अहिले त हामी वर्तमान कालको अपूर्ण पक्ष पढिरहेका छौँ, त यसको फेरि रुल बुझौँ। कर्ता प्लस धातु प्लस तैदै प्लस छ, छु, छन्, छिन्, छे, छौ, छौ, छौँ, नु हुन्छ, छस् आदि सहायक क्रिया वा प्रत्यय जोडिएर वाक्य बन्छन्। अब यसको चाहिँ त उदाहरण हेरौँ। इक्जाम्पल उदाहरण। पढ प्लस दै प्लस छ, पढ्दैछ। राम ग्रन्थ पढ्दैछ। ग्रन्थ भनेको पुस्तक हैन, त्यो थाहै छ तपाईहरूलाई। सुन प्लस दै प्लस छु, सुन्दैछु। मा गीत सुन्दैछु। यस्तै खेल प्लस दै प्लस छिन्, खेल्दैछिन्। सीता क्रिकेट खेल्दैछिन्। हेर्नु, सबैमा यो दै जोडिएछ कि नै? जोडिएछ नि? यो जोड्नै पर्छ कि? यो जोड्नै पर्छ। यो जोडिएन भने यो वाक्य गलत हुन्छ, अशुद्ध हुन्छ। यो अपूर्ण वर्तमान कालको वाक्य हुँदैन। यो अगाडि पढ, सुन, लेख, खेल, बोल
हिँड, घुम, सिकाऊ यी सबै के हुन्? यी सबै धातुहरू हुन्। के हुन्? धातुहरू हुन्। यी धातुहरू सबैमा कमन हुन्छन्, यही सबैमा हुन्छन्, साझा हुन्छन्। यो सबैमा धातुहरू यही हुन्छन्। अघि पछि आएर के हुन्न, यी धातुहरू यही हुन्छन्। यो दै लगाउनै पर्छ, चाहे त्यो वर्तमान कालको अपूर्ण पक्ष होस्, चाहे भूतकालको अपूर्ण पक्ष होस्, चाहे भविष्यकालको अपूर्ण पक्ष होस्। यो जुनसुकै कालको अपूर्ण पक्ष बनाउनको लागि यो धातुमा तै दै लगाउनै पर्छ। केमा तै दै लगाउनु पर्छ? धातुमा तै दै लगाउनु पर्छ। अब यो वर्तमान कालको भएकोले यो तै दै पछाडि छाका विभिन्न रूपहरू जोडिएछन्। यसरी पढ धातुमा तै दै जोडिएर छाका विभिन्न रूपहरू जोडिएर यी सबै चाहिँ क्रियापदहरू बनेका छन् र यी क्रियापदहरूलाई हामीले वाक्यमा प्रयोग गरेका छौँ। अघिल्लो भिडियोमा मैले चाहिँ त्यो नोट भनेर लेखाइदिए थिएँ। यदि तपाईहरू अघिल्लो भिडियो हेरिसक्नु भएको छ, हेरेर यो भिडियो हेरिराख्नु भएछ भने तपाईहरूले यो बुझ्न अझै सजिलो हुन्छ। किनभने अघिल्लो भिडियो मैले केही नोटहरू लेखाएको थिएँ, जसमा चाहिँ कुन कर्तासँग कुन क्रियापद लाग्छ, क्रियापदमा के लाग्छ, जस्तै मा भयो भने क्रियापदमा छु लाग्छ, हामीहरू भयो भने क्रियापदमा छौ लाग्छ, तिमीहरू भयो भने क्रियापदमा छौ लाग्छ हैन। तपाईँ, हजुर, उहाँ भयो भने क्रियापदमा नु हुन्छ लाग्छ। यी नियमहरू यी नोटहरू मैले अघिल्लो भिडियोमा नै लेखाइदिइसकेको छु। अघिल्लो भिडियो हेरेर आउनु ल, तपाईहरू झनै सजिलो हुन्छ। ल फेरि मैले यो वाक्य पढेर सुनाइदिउँ। पढ प्लस दै प्लस छ, पढ्दैछ। राम ग्रन्थ पढ्दैछ। सुन प्लस दै प्लस छु, सुन्दैछु। मा गीत सुन्दैछु। लेख प्लस